परापूर्व कालमा एकजना मानिसले सुपा देउराली भगवती माईलाई म लाहुरे बन्न सकूँ, पैसा कमाउन सकूँ, यदि लाहुरेर पैसा कमाउन सकेमा कालो बोकाएर सुनको सिक्री चढाउँछु भन्नुभएछ। उनी लाहुरे पनि बन्यो, पैसा पनि कमायो र मनोकामना पनि पूर्ण भयो। जब घर फर्कने क्रममा उनको मनमा घमण्ड आयो। सुपा देउराली मातालाई सुनको सिक्री त के, म त्यो बाटो पनि हिँड्दिन भन्नुभएछ। त्यो कुरा सुपा देउराली माताले थाहा पाउनु भयो र ऊ हिँड्दै गर्दा सुपा देउराली माताले सुपा देउराली नजिकै रहेको यो विशाल पहाडमा लाहुरेर लाहुरेको बाकससहित उडाएर यो भित्तामा तासिदिनु भएछ। हो, त्यही तासिएको विशाल पहाड हो यो र त्यो लाहुरे यही भित्तामा विलीन हुनुभएछ। अर्घाखाँची